तिमी दुईजनाको बोयफ्रेन्ड छ अरे हो पर्दैन आछि आछि के भयो अहिले पिरो हुन्छ भुँडी पोल्छ है फेरि सर्किन्छ भाउजूले कस्तो बनाउनु भएको रहेछ झालमुरी सुनेन यहाँनिर भन्नु न मिठो भाउजू अनुष्का प्रियलको गफ ठुलो मान्छेको गफ हुँदैछ यहाँनिर बहिनी घले गुरुङले कुखुरा खानु हुँदैन के हुन्छ खायो भने चाहिँ सुनेन हौ बहिनी बाउलायो प्रियलले के खान्छ प्रियल सबै खान्छ है मन पर्दैन सुँगुर खानु सबै फेभरेट हो है राई भनेर म राई भए चाहिँ तिमीले भाउजू भन्नु पर्थेन किन दिदी भनेको अर्थ छ थाहा छ अर्थ नबर्थ थेमा पातुबे भनेको बुझेको अन्त अब पछि पनि नखाने पछि ठुलो भएपछि खाने कि नखाने कुखुरा बहिनी ठुलो भएपछि नि खान्छु छोरी मान्छेले त मफलर चाहिँ यत्रो बुनिसक्नु भएको छ हाम्रो भाउजूले घेडा साँड्दै अन्त ब्राउन एप्पल चाहिँ पियर मोडेस्टिलाले चाहिँ यत्रो पायो म बुझाइदिन्छु ल खादिन नि म खाएको मन पर्दैन मलाई सेप बनाएर खान्छ के को सेप बनायो बहिनीले तिमी दुईजनाको बोयफ्रेन्ड छ अरे हो हो प्रियलको त छ मलाई याद छ नि हो अनुष्काको पनि छ अरे नि हो छ अरे बजारमा काले मधिसी अन्त जलेबी बनिन्छ अन्त त्यो ससुराले जुलापी मन पर्दैन के मन पर्छ भने पग्लाउँछ भनेको पिग्लिन्छ पो भन्दै गएको बाई बाई बेलुका हुन्छ नास्ता केटाकेटी हो बहिनी ल बाई बाई ल भोलि आउनु नि ल खै भनेको भोलि आउनु नि ल भन्दाखेरि